नमस्कार सम्पूर्णमा। आज म फेरि पुनः अर्को भिडियो लिएर तपाईहरुमाझ उपस्थित भइसकेको छु। हजुरहरूले मलाई यो भिडियो हेरेर पूरा रूपमा साथ दिनुहोला। मैले प्रयास गरेर हाम्रो देश नेपालको गाउँघरमा हुने सम्पूर्ण चीजवस्तु तथा वरिपरिका वातावरण, रीतिरिवाज, धार्मिक स्थल, हाम्रो संस्कृति लगायतका सम्पूर्ण कुराहरू देखाउने प्रयास गर्दै जानेछु। यो भिडियोमा रहेर अहिले हाम्रो गाउँघरको सामाजिक विषयहरू तपाईहरु माझ प्रस्तुत गर्न गइरहेको छु। सो अहिले जेठ महिना सुरु भएसँगै हाम्रो देश नेपाल कृषि प्रधान देश भएकोले अहिलेको समय भनेको पाली नाली लगाउने समय सुरु भइसकेको छ। अहिले यो भिडियोमा हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो खाद्यान्न बाली धानको बिउ सँगै सम्पूर्ण यहाँका वरिपरिका दृश्यहरू हो। हाम्रो गाउँघर अहिले कति सुन्दर हुन्छ। आफ्नो गाउँ घर भनेपछि, आफ्नो ठाउँ भनेपछि, जसलाई पनि आफ्नो जन्मभूमि भनेपछि कति प्यारो लाग्छ। यही हो मेरो जन्मभूमि देश नेपाल। हजुरहरूले यो भिडियोमा देख्न सक्नुहुन्छ धानको बिउहरू अनि फर्सी देख्न सक्नुहुन्छ। वरिपरिको दृश्य हाम्रो यो ठाउँ कान्छी बजार, पारिपत्तिको घरहरू निकै सुन्दर र रमणीय लाग्छ। यो चाहिँ हाम्रो देश नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश, जताततै हरियाली देख्न सक्नुहुन्छ। तरकारी खेतीहरू अनि उँखुहरू अनि खरले स्याएको गोठ हेर्नुहोला। हाम्रो चाहिँ यो एउटा सुन्दर गाउँ, खोलहरू निकै सुन्दर छ। हजुरहरूले यो भिडियोलाई हेरेर साथ दिनुभयो, अझै पनि हेरेर साथ दिनुहोला।